এই আমি তেল ভৰাই আছো বান সাহায্যৰ কাৰণে আমি গৈ আছো গাড়ী দুটা গাড়ীত আমি তেল ভৰাই আছো ইয়াতো গাড়ী ভৰাই আছে ইণ্ডিয়ান গৈ মেলি আপোনালোকক দেখাই আছো বাৰু यहाँ कति घर छ कहाँ माथि कति गर्छ होला वहाँ कति गर्छ वहाँ 13 घर यहाँ 9 घर सबै आए मान्छे यहाँ सफा गर्नु कुन गाउँ हो तपाईँको नौतन बस्ती नै पुरा बस्ती नै खतम छ यही भनेको मैले नौतन बस्ती खतम छ केही छैन नि गाई गोरुहरू केही छैन सबै बगाएर सामान पनि केही निकाल्न पाएन गरेन केही पनि छैन गाई गोरु बाख्रा पाटा डकुमेन्टहरू पनि हामीले एउटा पनि बचाउन पाएन नानीको बच्चाको पाउनुभयो बच्चाको लुगा पाउनुभयो अझै छ हेर्नुहोस् स्पोर्टिङहरू बच्चाको लुगाहरू आफ्नो आफ्नो साइजमा हेर्नुहोस् नानीको आफ्नो आफ्नो साइजमा निकाल्दैउ न आफ्नो आफ्नो साइजमा लिनुहुन्छ लाइन भएको राम्रो हुन्छ पाउनेहरू चाहिँ साइड हुनु हुन्छ हुन्छ यहाँ यो जान्छ खै रमेश रमेश पोली लेडिसको दिनुहोस् पोली लेडिसलाई दिनुहोस् नाइटी पनि छ अनि म त भोलि आउने हो त तर यहाँको चाहिँ जहाँ अब हामीले छौँ नि यो चाहिँ कुन जग्गा भन्छ यो चाहिँ कुन जग्गा भन्छ यो गङ्गेडाँडा भन्छ गङ्गेडाँडा अरे उग्रिजान भन्छ उग्रिजान बस्ती उग्रिजान बरहाटकै उग्रिजान उग्रिजान हो कि यो तपाईँको बिहुबर बिहुबर उग्रिजान भन्छ उग्रिजान यहाँ चाहिँ पानी त पसेको होइन कि तर यहाँ अब यहाँ क्याम्प बनाएको यहाँ बस्नुलाई घरवाला मान्छेहरूले अब बाँच्दैछ घरै छैन अब के गर्छ त्यसको लागि यहाँ बसिरहेको तपाईँले कतिवटा पाउनुभयो दिदी हुन्छ 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 सबलाई एउटा एउटा उयो बाँड्देऊ न
यो चाहिँ के हो आगो 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 मन्टु ला भिडियो गर्दा मजाले गर्छ ला न मैले आदि ल्याउ भिडियो गर्दै त ल्याउ न मैले थुप्रो गरेँ आउन आउन यहाँ आउन म हेर्छु त्यहाँनिर आउन मजाले गर्छ होला भिडियो ल धर मेखला कतिवटा बहिनी बेलेग बेलेग कलरको दिउ नि पानी 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 हामी काट्नु दिनु ल नाग्ने मारा हुन्छ होला नाग्ने मारा कम्चा ल पानी पनि खाऊ गरम लाग्यो होला गराउँदा हैन बिस्कुट बिस्कुट दे बिस्कुट बिस्कुट खोल नि खोल मन्टो खोल दिनु ल्याएको हाम्रो गोर्खालीलाई गामचा पानी दिने त पानी 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 ल बिस्कुट बिस्कुट दे बिस्कुट दे पानी 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 दियो न बिल्कुल पानी
देखला गमछा कितना छोटा हुआ ओए गंजी कितना बड़ा छोटा है एटा लगा बड़ा होते चक्कर लगा दे हाम्रोतिर पनि दिनुहोस् त्यही तपाईँको शुभ नाम चाहिँ भनिदिनुहोस् त मेरो बलराम शर्मा बलराम शर्मा तपाईँको गाउँ चाहिँ मेरो भ्यू नेपालीपट्टि अनि यहाँ सामने जाउँ न अनि यहाँ कस्तो परिवेश छ उहाँ भनिदिनुहोस् त बान परिवेश त परिस्थिति पुरा महामारी खतमै छ अरू खतमै छ नि 20 वर्षमा नि बन्ने खाले छैन ओहो त्यस्तो छ अरू हाम्रो जीवजन्तुहरू हामी निर्वाह सबैको जीवन जीविकाहरू जीवन जीविकाहरू सबै हामी हजुर गाई पालनबाटै हो गाउँमा सबै खतमै भयो ओहो माने बाँच्ने आधार अहिले मान्छेको छैन त्यहाँ छैन नि तिमीहरू कहाँ बसोबास भयो हामी बसोबास यसै कुनै रोडमा छन् कुनै अब यिनी क्लबहरू छन् सन्तकमा कुनै मन्दिरमा फ्याक्ट्रीमा आफन्तहरूमा फ्यामिलियरसिप गरिसके आफन्त उसमा राइसले त सहयोग दिइरहेछ हामी राइजले त्यसो मेन प्रब्लम हामीलाई भयो अब त्यो जो जानवरहरू भित्र बचेछन् नि तिनको दाना पानीको लागि त्यो भेटनेरीले खोइ हामीले अब खोइ बाहिरकाले के भेटेछन् हामी भित्रकाले पाएको छैनौँ त्यो गाउँमा कतिजना फ्यामिली थियो अरे कति ठुलो गाउँ थियो 80-85 वटा हाम्रो गोर्खाली मात्रै घर अच्छा 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 अरु त्यसको 150 गाउँ जति एकैचोटी मान्छे सँगै बगेर गछ नेपाली मान्छे गाउँ थियो एकेबारे चिनो चपेटा छैन भन्दा पनि चिनो चपेटा केही छैन मान्छेहरू पनि छैनन् लगभग मान्छे पनि 200-400 बगेर गछ तीनटा लेडिज एउटा बच्चा एउटा जेन्ट्स पनि हाम्रो गाउँबाट मान्छे बगे जानको पनि हानि भयो उहाँको डेड भयो तिनीहरूलाई उद्धार भयो अहिले एकजनालाई त पहिले दिनमै उद्धार भएको हजुर उहाँ मेडिकल लसिन डेड भयो अरू 2 जना लेडिजहरू 2 दिनपछि भेटियो त भ्युवर सिल्भर दुईजनाको कोपारी यताउति गरेर 500-600 मान्छे गछन् बगेर लापत्ता छन् अहिले हात्ती गाउँमा हात्ती घुसे ट्याङ्करहरू छ पुरा गाडीहरू अड्के छन् यता बाढी झाडी सबै पुरा पहाड पर्वत एकदम जबडाहरू ल्याएर गाउँ अनि एकदम रास लगाइदिन्छ जबडा दाउराहरू यति उच्चा भन्छ कि लगभग 2 साल 3 साल तक सफा गर्दा पनि सफा कुनै सम्भवै होला जस्तो छैन अहिले त्यहाँ गएर माने यो गाउँमा सुरुवात गर्ने कतैबाट किन्तु टाइम लाग्छ यो नতুन सुरुवात हुनलाई लगभग 2 साल 3 साल लाग्छ त्यसमा नि हामीलाई अहिले यति दिनसम्म अब कसरी यो जीवन जीविका चाहिँ कसरी चलाउनुहुन्छ भनेर सोच्नु हुँदैछ तपाईहरुले त्यो सोच्ने अहिले अब त्यो परिस्थिति नै छैन अब चल्नु अब लाइ केही होला गभर्नमेन्टले केही गर्ला भन्ने आशा राखिएको छ त्यही आशा कागज पत्र नथिपत्र सम्पूर्ण खतम छ अरु वयोवृद्ध फ्यामिलीहरु जस्तो केही दाउरा साउरा कोलगास सोलगास धराएर बचाएर लिएर आउन अलि सक्षम भयौँ नै त अरू केही पनि बचाउन केही पनि मोबाइल धरी पनि बचेन कि त्यस्तैहरू त भयो हानि भयो केही नथीहरु छैन नि छैन भाइको नाम चाहिँ शुभ नाम मेरो नाम दुर्गा शर्मा हो शुभ नाम हजुर त्यही जीविका चाहिँ त्यही थियो गाई पालनहरु यता त्यही सबै खतमै भयो त अब के गर्ने कोही अब गभर्नमेन्टले केही आएर जल्दी के गर्ने किङखङ मरान डिब्रुगढ डिस्ट्रिक्ट किङखाङबाट आएको हामीहरू हस् त हामी अब यो 2 चापटा छ यताउति लर अब बचाउने तिनीहरू हाम्रो आधार थियो चल्ने अब तिनीहरू सरकारबाट केही भेटेका छैन अहिलेसम्म सरकारबाट हामीले दाना पानी भेटेका छैनौँ यहाँ पञ्चायतको कोही प्रेसिडेन्ट बा कोही जिल्ला मैले भेटनेरीलाई नि 2-3 फेर कल गरेँ 2-4 जना यहाँको स्थानीय विधायकले पनि कोही माने हामीले भेटेका छैनौँ अब यहाँ बाटामा कसैले भेटेछन् त अब यहीँ लुटालुट गएछ होला तर भित्र जो जग्गामा मेन फ्ल्याट भएको मेन फ्ल्याट भित्र जग्गामा चाहिँ पुगेको छैन जुनलाई हामीले बचाइयो अहिले अब तिनलाई नि मर्नु न मार्नुमा छन् सायद हामीले अहिले किन बचायौँ जस्तो परिस्थिति भयो भित्र हुन्छ चिन्ता नगर हामी पनि जोगाजोग गर्दैछौँ राइसले जथेष्ट महिनाधरि सहयोग गर्छ आसाम बाँकी राइसले सबैलाई गर्छ 3टा डिस्ट्रिक्टलाई
अरू हामी पनि छौँ सरकारलाई आह्वान हामी गर्नु सरकारलाई आह्वान गर्दैछु अरू भोलि पनि हाम्रो विभिन्न जनगोष्ठी सङ्गठनहरू आउने सम्भावना छ यहाँ आशा छ ल এই গাড়ীত আছে এই গাড়ীত আছে গাড়ীৰ পৰা লৈ লওক এইটো বিহুবৰ গড়মূৰ মিৰি বুলি কয় অঞ্চলটোত এতিয়া আমি আছোঁ এইটো ইছাৰ তেল ডিপুত গড়মূৰ এই ইয়াত চাওক এইটো ৱালবিলাক বাউণ্ডেৰী আছিলে ৱাল বাউণ্ডেৰীবিলাক গোটেই ভাঙি সিফালৰ পাহাৰৰ পৰা মাটি পৰি পানী আহি ঢৈ উটুৱাই নি এইফালৰ পৰা ৱাল ভাঙিলে ৱাল ভঙাৰ পিছত ইয়াৰ পৰা JCB যিমান ভাল ভাল দামী দামী গাড়ী ইনোভা এইফালে এইটো চুইফ্ট ডিজায়াৰ যিমান আছে গাড়ী ইফালে এটা ডাম্পাৰ দেখিছোঁ এইফালে ঘৰ গাঁও এটা আছিলে এইটো নৈ নহয় আচলতে এইটো এতিয়া এখন পথাৰে গাঁৱলীয়া মানুহৰ পথাৰ ঘৰ এনেকুৱা অঞ্চল সম্পূৰ্ণৰূপে ডুব গৈছে আৰু 2টা 3টাকৈ ডাম্পাৰ ইনোভা গাড়ী এইবিলাক ইয়াত পৰি সম্পূৰ্ণৰূপে বিধ্বস্ত ৰূপত আছে অকণমান জুম কৰি দেখাবলৈ চেষ্টা কৰিছোঁ আচলতে গাড়ীবিলাক পথাৰৰ সেই তাৰ নহয় ইয়াৰ পৰা উটি মেলি ৱাল ভাঙি উটি মেলি তালৈ গৈছে এইটো গৰু মৰি গোন্ধাইছে একদম গোন্ধ এতিয়া থাকিব নোৱাৰি মুখত এইটো গামোচা দিবলগীয়া আছে সকলোৱে মাস্ক পিন্ধি ঘূৰি ফুৰিছে এইফালে মাস্ক দি ঘূৰি ফুৰিছে অৱস্থা বেয়া গোন্ধ চাৰিওফালে পৰিৱেশ বিধ্বস্ত গতিকে এই অঞ্চলত আহিছোঁ আমি সহায়ৰ হাত আগবঢ়াবলৈ আহিছিলোঁ ডিব্ৰুগড় টিংখাং সমষ্টিৰ নাহৰ পৰা নিমাচুলি গড়বাৰ পৰা পৰিস্থিতি আমি বান সাহায্যৰ বাবে বিতৰণৰ বাবে আহিছিলোঁ এই ভিতৰ অঞ্চলত এই একেবাৰে যি নেপালী খুটি তাৰ অঞ্চলৰ ৰাইজ আহি এইফালে ভিতৰুৱা অঞ্চলত নিজৰ প্ৰয়োজনৰ ওচৰত কেম্পৰ শিবিৰত আহি বহিছিলে তেওঁলোকক লগ কৰি আমি আমাৰ যি সাহায্য আছিলে সেই প্ৰদান কৰি আকৌ এই অঞ্চলত যেতিয়া আহিছোঁ তেতিয়া আমি দেখিছোঁ একেবাৰে পথাৰ আমি নৈ বুলি ভাবিছোঁ আচলতে নৈ নহয় এইটো গাঁৱলীয়া পথাৰহে এই গতিকে এই পথাৰ সম্পূৰ্ণৰূপে বিধ্বস্ত হৈছে ঘৰ সম্পূৰ্ণৰূপে বিধ্বস্ত হৈছে গাড়ী বিধ্বস্ত হৈছে গতিকে এইখিনি পৰিৱেশ দেখালোঁ আপোনাক